ईपीएस भन्नाले कुनै कम्पनीले एक निश्चित अवधिमा कमाएको शुद्ध नाफा नेट प्रॉफिटलाई त्यस अवधिमा बजारमा प्रचलित कुल साधारण शेयर संख्या आउटस्ट्यान्डिङ शेयर्सले भाग गर्दा प्राप्त हुने प्रति शेयर आम्दानीलाई जनाउँछ, जसले प्रत्येक शेयरले कम्पनीको नाफामा कति हिस्सा योगदान गरेको छ भन्ने स्पष्ट देखाउँछ। सरल शब्दमा भन्नुपर्दा ईपीएस भनेको एक शेयरले कति नाफा कमायो भन्ने सूचक हो र यसलाई कम्पनीको नाफा क्षमता मापन गर्ने सबैभन्दा लोकप्रिय र आधारभूत वित्तीय अनुपातमध्ये एक मानिन्छ। ईपीएस गणना गर्दा प्राय करपछि बाँकी शुद्ध नाफाबाट प्राथमिक शेयरधनीलाई दिने लाभांश यदि भएमा घटाएर बाँकी रकमलाई आउटस्ट्यान्डिङ शेयर्सले भाग गरिन्छ, जसले साधारण शेयरधनीको वास्तविक आम्दानी प्रतिबिम्बित गर्छ। ईपीएस उच्च हुनु सामान्यतया कम्पनीको वित्तीय प्रदर्शन बलियो भएको संकेत मानिन्छ, तर केवल उच्च ईपीएस हुनु नै राम्रो लगानीको ग्यारेन्टी हुँदैन, किनकि ईपीएस शेयर संख्या घट्दा जस्तै बाइब्याक पनि बढ्न सक्छ, नाफा नबढे पनि। ईपीएस समयक्रममा बढ्दै जानु कम्पनीको दीर्घकालीन वृद्धि, कुशल व्यवस्थापन र नाफा विस्तारको संकेत हो, तर ईपीएस घट्नु कम्पनीको नाफा दबावमा परेको वा शेयर संख्या बढेको जस्तै बोनस, राइट्स र एफपीओ को परिणाम पनि हुन सक्छ। ईपीएसमा बोनस शेयर्स, राइट्स शेयर्स, स्टक स्प्लिट जस्ता गतिविधिहरूको ठूलो प्रभाव पर्छ, किनकि यी घटनाले आउटस्ट्यान्डिङ शेयर्स बढाउँछन् र प्रति शेयर नाफा घटाएको देखिन सक्छ, यद्यपि कम्पनीको कुल नाफा उस्तै रहन्छ। ईपीएस दुई प्रकारका हुन्छन्, बेसिक ईपीएस र डाइल्युटेड ईपीएस, जहाँ डाइल्युटेड ईपीएसले भविष्यमा रूपान्तरण हुन सक्ने सबै सम्भावित शेयरहरू जस्तै कन्भर्टिबल डिबेन्चर्स ईएसओपी लाई पनि समेटेर गणना गरिन्छ, जसले वास्तविक जोखिम अझ स्पष्ट देखाउँछ। ईपीएसको तुलना एउटै कम्पनीको विगतका वर्षहरू बीच गर्नु सबैभन्दा उपयोगी हुन्छ, किनकि फरक कम्पनीका ईपीएस सिधै तुलना गर्दा उद्योग, पुँजी संरचना र शेयर संख्या फरक हुने भएकाले भ्रम सिर्जना हुन सक्छ। ईपीएसले शेयरको बजार मूल्यमा पनि प्रत्यक्ष प्रभाव पार्छ, किनकि धेरै मूल्याङ्कन अनुपातहरू जस्तै पीई रेशियो ईपीएसमा आधारित हुन्छन्। उच्च ईपीएस भएको कम्पनी प्राय लगानीकर्ताको आकर्षण केन्द्र बन्छ, तर यदि ईपीएस एक पटकको असाधारण नाफाबाट बढेको हो भने त्यो दीर्घकालीन संकेत नहुन सक्छ। ईपीएसले डिभिडेन्ड दिने क्षमताको पनि संकेत दिन्छ, किनकि स्थिर र बढ्दो ईपीएस भएको कम्पनीले नियमित डिभिडेन्ड वितरण गर्न सक्षम हुन्छ। नेपाली बजार नेप्सेमा ईपीएस लगानी निर्णयको सबैभन्दा धेरै प्रयोग हुने सूचकहरूमध्ये एक हो, तर केवल ईपीएस हेरेर लगानी गर्नु जोखिमपूर्ण हुन्छ यदि कम्पनीको ऋण, नगद प्रवाह, व्यवस्थापन गुणस्तर र उद्योग अवस्था कमजोर छ भने। अनुभवी लगानीकर्ताहरू ईपीएसलाई अन्य सूचकहरू जस्तै आरओई, बुक भ्याल्यु, डेट टु इक्विटी र ग्रोथ रेटसँग मिलाएर विश्लेषण गर्छन्। समग्रमा ईपीएस कम्पनीको नाफा क्षमतालाई प्रति शेयर आधारमा सरल रूपमा देखाउने शक्तिशाली सूचक हो, तर यसको सही अर्थ बुझ्न शेयर संख्या परिवर्तन, अस्थायी नाफा, उद्योग सन्दर्भ र दीर्घकालीन प्रवृत्तिलाई ध्यानमा राखेर प्रयोग गर्नु नै बुद्धिमानी लगानीको आधार हो।